हेलो साथीहरु नमस्ते। धेरै लामो समयपछि अहिले मैले मोमो बनाउन लागि तयार पार्दै छु। अनियन पनि काट्दै छु साथीहरु र अरु भेजिटेबल त मैले अलरेडी तयार पारिसकेको छु र साथै चिकन पनि मैले तयार पारिसकेको छु। आज मैले चिकन मोमो बनाउनको लागि हो साथीहरु मैले तयार पारिरहेको। हेर्नुस् अब अनियन पनि काटेर तयार भइसक्यो। अब यसमा मैले चिकन पनि मिक्स गर्नेछु साथीहरु। मिक्स गरिसके अब यसमा चाहिँ यहाँ नुन मसलाहरु राख्छु र यिनीलाई राम्रोसँग मिलाउने छु है साथीहरु। ल ताकि अब मसला पनि राखिसक्यो साथीहरु। ल यसलाई मैले मिक्स गरे र मिक्स गरेर तयार भइसक्यो। चाहिँ मोमो बनाउन लागि तयार भइसके र पिठो चाहिँ मैले रेडीमेड लिएको अलि सारो छ त्यसले गर्दा मैले पानी लगाएर बनाउँदै प्रयास गरेको छु र कस्तो हुन्छ खै साथीहरु हेरौं। अब बनाउन लागि छु मैले चाहिँ यसरी बनाउँछु है साथीहरु मोमो। हेर्नुस् यही हो मैले बनाउने मोमो। हेर्नुस् यसरी बनाउँछु है साथीहरु। अनि मेरा साथीहरु पनि आउँदै हुनुहुन्छ। उहाँहरुको लागि धेरै लामो समयपछि मोमो चखाउने अवसर मिलेछ मलाई। त्यसो हामी साथीभाइहरु आज मेरो छुट्टी थियो र मैले भनेछु मोमो हेर्नुस् तयार भइसक्यो मोमो पनि। अब मोमोलाई फेरि म यसलाई पकाउने छु साथीहरु। ल है साथीहरु ल ताकि मोमो पनि पाकिहाल्यो साथीहरु। ल अब खान्छौं हामी। सी यू नेक्स्ट भिडियो।